हेलो हेलो वेलकम गाइज मेरो युट्युब च्यानल सबैजनालाई सब्सक्राइब गरिदिनु होला। आज हामी यो पञ्चायतको गाउँ हेर्न जाँदैछौँ। यसो कच्ची अफरोडतिर यसो जाँदैछौँ। हामी कहाँ गएको अरे पञ्चायतको अफरोडतिर यसो भिजिट गर्न जाँदैछौँ हामी। कस्तो छ यसो पञ्चायतको गाउँ हेरिदिनु होला। अब हामी दिनकै भिडियो बनाउँदै जानेछौँ। तपाईहरुलाई कस्तो लाग्छ सल्लाह सुझाव दिनु होला। मेरो अनिल बस्नेत ब्लग छ युट्युब च्यानल, सब्सक्राइब सबैजनाले गरिदिनु होला। भिडियो चाहिँ सबैजनाले फुल हेरेर साथ दिनु होला। आज हामी चाहिँ अब यहाँ अफरोडमा साइकलमा ट्राभल गर्दैछौँ कि त्यही भएर तपाईहरुलाई पनि यहाँ देखाउँ भनेर। असारको दिन हो, पानी पर्न लागिरहेछ, हल्का हल्का त पानी पनि परिरहेछ यहाँ। र पनि आजदेखि भिडियो चाहिँ सुरु गरौँ। पहिले त छोटो छोटो बनाइन्छ, त्यति राम्रो भिडियो सिडियो बनाएको थिएन। अब चाहिँ भिडियो कन्टिन्यू दिनमा एउटा चाहिँ अपलोड हुँदै जान्छ। तपाईहरु सबै भिडियो हेरिदिनु होला। अब कन्टिन्यू एउटा भिडियो चाहिँ अब दिनको आउँछ नै, अब जहिले पनि आजदेखि सुरु गरेको छ। अनि आज चाहिँ साइकलबाट यो अफरोडतिर डाँडा र काँडा भएको उतिर जाँदैछौँ हामी। त्यही भएर यहाँ एउटा घर बन्दैछ अनि हामी चाहिँ हिलो छ। आकाश पनि कालो कालो भएको छ, दिन कालो भइरहेछ कि त्यही भएर दिन त उज्यालो हो। यहाँ मौसमै अलिक भएर कालो कालो देखिरहेछ कि त्यही भएर यस्तै भए पनि अब भिडियो बनाउन सुरु गरौँ भनेर असारको दिनमा पनि भिडियो बनाउँदैछ। अब कन्टिन्यू आउँछ एउटा भिडियो। अब पहिले चाहिँ अब भिडियो बनाएको थियो अलिअलि, त्यो त्यति मजाले भिडियो बनाएको थिएन, टाइम पनि थिएन। त्यही भएर अब चाहिँ एउटा भिडियोको लागि चाहिँ जसरी पनि दिनमा एउटा भिडियो चाहिँ अपलोड हुँदै जान्छ। सबैजनाले हेरेर साथ दिनु होला। म अब यो गाउँघरतिरको राम्रो राम्रो भिडियो लिएर आउँछु हजुरहरूको सामु। सबैजनाले मेरो यो च्यानलहरू सबैजनाले सब्सक्राइब गरिदिनु होला। पुरै हरियाली छ कि, हरियाली गाउँ छ, पुरै हरियाली। यस्तो मौसममा हिँड्नको मजै छुट्टै हुन्छ कि। स्लो मोसनमा यहाँ गद्राङ गुद्रुङ गर्दै भए पनि साइकलमा यस्तो हरियालीबाट हिँड्दैछौँ। यता यो धान रोप्नलाई अब डराएर सबै गर्दैछन्। यहाँ के त भदौरे धान अरे, यो भदौरे धान रोपेर यहाँ मान्छेले काटिरहेछन् सबै। अब फेरि भदौरे धान काटेर अनि बर्खे धान रोप्नलाई सबै गइरहेछन् सबै। यस्तै छ बर्खाको दिनमा कालो दिन भइरहेछ, बादल लागिरहेछ, हावाहुरी चलिरहेछ कि यहाँ त मजाले हावाहुरी चलिरहेछ गद्राम गुद्रुम गर्दै। यस्तोमा पनि म हिँडिरहेको छु। धान काटेर बोकिरहेका छन् पराईहरू, सबैजना धान काटेर बोकिरहेछन्। यो धान निकालेर कुटेर फेरि यहाँ अर्को धान रोप्नलाई तयारी भएर चाहिँ यत्रो थुप्रो लगाइसकेको छ धानको। यहाँबाट उता गएर त्यो पर घरबाट हामी परबाट निस्केर माथि जाने विचार गर्दैछौँ। अब अरू त बाटो छ कि छैन भनेर अब हेर्ने विचार गर्दैछौँ कि यहाँबाट बाटो छैन भन्दैछन्। अब कहाँसम्म छ यो बाटो। आज आएको यो अफरोड आएको यो अर्का घरतिर आइपुग्यो। अब कहाँसम्म पुगिन्छ अब यो हेर्दै जाउँ। यहाँबाट उता बाटो छ कि छैन, बाटो छैन भने फर्केर गएर फेरि उ गर्नु चाहिँ कुखुराखोरतिर आइपुग्यो। हामी त कुखुराखोर यत्रो आइपुग्यो। थोरै उता जाने बाटो छ कि छैन हेर्नु पर्यो। यहाँ बाटो छ भने यतैबाट घुमेर जानु पर्यो, बाटो छैन भने फर्केर आएर फेरि अर्को बाटो जानु पर्यो। आज त्यत्तिकै घुम्न आएको कि यहाँ एउटा सानो भिडियो पनि बनाऊँ। यस्तो मौसम हावा चलिरहेछ, चिसो चिसो छ। यो गर्मीको बेलामा, तराईको गर्मी हो, गर्मीको बेलामा हल्का हावा चल्दा चिसो चिसो भएको मौसममा एउटा भिडियो बनाइहालौँ, आजदेखि सुरु गरौँ भनेर आएको। अब कन्टिन्यू दिनको एउटा भिडियो चाहिँ आइरहन्छ कि त्यही भएर आएको। अब बाटो कहाँसम्म छ त्यो बाटोसम्म जाने, बाटो नभए चाहिँ फर्केर फेरि अर्को बाटो जाने हो। जाँदैछौँ, बाटो छ कि क्या हो। अब मान्छेहरू त टन्नै धान बोकिरहेछ, त्यत्रो थुप्रो बनाइसकेको छ धानको। अब हेर्दै जाने कहाँसम्म छ बाटो। अनि अर्को बाटो घुमेर घरतिर जानुपर्छ होला। खोइ बाटो खासै छ जस्तो त लागेन। रहेछ यहाँबाट बाटो रहेछ। अब यहीँबाट जानुपर्छ। अब अर्को बाटो घुमेर अर्को बाटोबाट घरतिर जानुपर्छ। यसो यस्तो मौसममा खोइ के गर्नु। गाउँतिरको भिडियो अब मान्छेले प्रायः हाल्न छोडे, सहर बजारको ठुलो बिल्डिङको झिलिमिली हाल्न थाले। अब आफू चाहिँ भनेको गाउँले पर्यो। अब गाउँकै भिडियो अब यसो बनाउँदै हाल्नु पर्यो। खासै राम्रो त हुँदैन, नभए पनि भिडियो बनाउँदै हाल्नु पर्यो। सबैजनाले गाउँको भिडियो हेरेर माया गरिदिनु होला।
अब यहाँबाट यस्तो बाटो कता कता बाटो छ यस्तो, हाम्रोतिर त यस्तो बाटो छ अहिले त खतरा बाटो छ। यस्तो बाटोबाट हिँड्नुपर्छ। यस्तो बाटो भए पनि साइकलमा हिँडेको छ मजाले, रमाइलो हुँदैछ। यस्तै बाटो भए पनि यसो साइकलमा कुदायो गुटुटु, त्यहाँबाट हिँड्यो। अब हजुरहरूसँग भिडियो त ल्याउनु परिगयो जसरी पनि। अब यहाँबाट घुमेर गइन्छ। सबैजनाले भिडियो युट्युबमा सबैले सब्सक्राइब गरिदिनु होला। भिडियो सब फुल हेरेर लाइक कमेन्ट गरिदिनु होला। कहाँदेखि हेर्दै हुनुहुन्छ, तपाईँहरूको ठाउँतिर बाटो कस्तो छ, बाटोहरूको यस्तो छ भनेर गरिदिनु होला। हाम्रोतिर यस्तो बाटो छ अफरोड, पुरै गुल्ड्याङ र गुल्डुङ गर्दै हिँड्नुपर्छ। कुनै ठाउँ त टाउको पनि टेकिन्छ, कुनै ठाउँ घुँडा पनि टेकिन्छ। अब यहाँबाट उता पर खोला, सानो खोला छ अरे, त्यो खोला तरेर उता पल्लोपट्टिबाट यसो घुमेर घरतिर जानुपर्छ। गोरु भएको भैँसी भएको ठाउँ आइगयो। राँगा रहेछ भैँसी भने राँगाले लात्तीले दिएर तल्लो गरामा पल्टाइदिएन भने त ठिकै हो। अब हेरौँ, केही गरेन गइयो। अब राँगो कटेर पनि गइयो। अब कसको घरको आँगनबाट हिँडिन्छ। अब जसको घर भए पनि के भएर अब हिँड्ने त हो नि। रोडै छ यहाँबाट। अब घरको आँगनबाट अब सट्टै गर त्यो बाँस पनि छ टन्नै, बाँसै गाडी कम त मजा हुन्छ यो बाँस गाडीमा यो बस्नलाई। अलि कमिलाले टुक्छ, के भन्छ रोगटे कि के भन्छ यसले टुक्छ, नभए त खतरा मजा हुन्छ नि। चिसो हावा आउँछ। मान्छेको आँगनतिर पो आइपुग्यो। अन्त घुम्दै आएको आँगनबाट अब घुमेर जानुपर्ने छ। अब यो आँगनबाट कता जानु भइगयो नि। अब यता जानु कि उता जानु बिजोग छ। तल्लो बाटो जानुपर्छ, जहाँ पुगिन्छ। अब यो बाटो गएर अब हिँड्दै अब कहाँ पुगिन्छ। अब पल्लो बाटो भेटिन्छ होला। यहाँबाट सानो बाटो छ है, ठुलो गोडेटो बाटो छ, सानो, खासै ठुलो छैन। पल्लो बाटो भेट्यो भने पल्लो बाटोबाट अनि त्यहाँबाट गएर सट्टै घरतिर जानुपर्छ। दुईवटा गाई छ नि। अब यहाँ मुनि सानो खोल्सा छ, उहाँ दुईवटा दिदीहरू आउँदै हुनुहुन्छ। कहाँबाट आउनुभएको है। सानो बच्चा पनि छ, सामानहरू बोक्नु भएको छ। अब गयौँ हामी खोल्छु तरेपछि पारी पर रोड छ। यस्तो झार त छैन, हल्का ग्राभेल बाटो छ। त्यहाँबाट माथि गएपछि मेन बाटो आउँछ। त्यो मेन बाटो गएर चाहिँ हामी जानुपर्ने छ घरतिर गइन्छ। त्यहाँबाट चाहिँ अनि भोलि फेरि अर्को बाटोतिर भिडियो बनाउनु जान्छौँ। भेट्यो अब चाहिँ सानो ग्राभेल बाटो भेट्यो। यहाँबाट चाहिँ अब बोचे माथिल्लोपट्टितिर लाग्नुपर्छ होला। अनि यहाँबाट चाहिँ अब माथितिर जान्छ। अलि माथितिर पुगेपछि पिच भेटिन्छ, मेन रोड भेटिन्छ। मेन रोडबाट चाहिँ अनि हिँड्नुपर्छ, घरतिर फर्किनुपर्छ। आजलाई यति नै भिडियो अब बनाउनुपर्छ होला। धेरै लामो भिडियो बनायो भने पनि झ्याउ लाग्छ के, सबैलाई दिनकै देखाउनुपर्छ। अब गाउँतिरको भिडियो सबैजनाले हेरेर साथ दिनुहुन्छ भन्ने लागिरहेछ मलाई। फेसबुकमा भयो, फेसबुकमा पनि सबैजनाले फलो गरेर भिडियो हेरेर साथ दिनु होला। यो चाहिँ तराई हो, पञ्चाइन भन्ने ठाउँको भिडियो हो। हामी चाहिँ भित्रै बाटोमा हिँडेको कि भित्रै बाटोमा हिँडिरहेछौँ अहिले। यता बाख्रा चराउँदैछन् मान्छेहरू। बर्खामा घाँसै घाँस छ जताततै, बाख्रा चराउने, बस्तु चराउने, धान रोप्ने। अब धान रोप्न सुरु हुन लाग्यो। अब मान्छेले अब धमाधम आज त दिन हावा चलिरहेको छ, अलिअलि हावा चल्दैछ। अनि चिसो छ, खासै छैन। अँध्यारो भइरहेछ, पानी पर्न लागिरहेछ कि। त्यही भएर पनि आज चाहिँ खुबै न मोड चल्यो क्या। आज लु एकचोटि बाहिरतिर घुम्न जाउँ भनेर मोड चलेर हिँडेको। अब माथितिर पुगेपछि अब पिच भेटिन्छ। माथि देखिने घरतिर पुगेपछि त्यो सिधा त्यो चाहिँ पिच बाटो, त्यो माथि देखिने घरबाट उँभो माथितिर पिच छ, मेन बाटो। त्यहाँबाट उताबाट घुमेपछि चाहिँ घरतिर पुगिन्छ। अनि हिँडिन्छ। घरतिर गएपछि अनि फेरि आजलाई यति नै बनाउनुपर्छ होला। अनि भोलि फेरि भिडियो बनाउनुपर्छ। अनि यो भिडियो चाहिँ हजुरलाई कहाँदेखि हेर्दै हुनुहुन्छ त्यो सबैजनाले भनिदिनु होला। तपाईँहरूको ठाउँतिर कस्तो छ, असारमा मौसम कस्तो छ, पानी परिरहेछ कि छैन, सबैजनाले भन्नु होला।
हाम्रोतिर त यस्तै छ है, हजुर यस्तै छ। खै के गर्नु, अब असारको दिन हो, अब पानी पर्छ। पानी नपरेको पनि, पानी पर्छ भने नपरेको पनि 3-4 दिन भइसक्यो। राति परेको थियो अलिअलि धुलो मार्ने। अब चाहिँ हामी पिच बाटोमा आउन लाग्यौँ है। यो पिच बाटोमा आएपछि चाहिँ फर्केर उता जानुपर्छ, अनि घरतिर जानुपर्छ। अनि भोलि चाहिँ यो पिच अर्को बनाउँछु कस्तो छ, यतातिरको सबै गाउँ देखाउँछु तपाईँहरूलाई। अब यता गाउँ बस्ती समुदाय सबै देखाउँछु तपाईँहरूलाई। सबैजनाले भिडियो हेरेर पुरा हेरेर साथ दिनु होला। यहाँ मेन रोडमा आइपुग्यो। अब यो पुल तरेर अलिक परतिर पुगेपछि चाहिँ हाम्रो बसेको ठाउँ आउँछ कि, त्यहाँ चाहिँ बसेको ठाउँ आउँछ। अब यो चाहिँ मेन रोड हो, हामी चाहिँ गाउँमै बसेका छौँ कि, यता गाउँ नै छ। ठाउँ त रमाइलो नै छ, चिसो छ मौसम। यस्तै गरी हिँड्दै बस्दैछौँ है। अब के गर्ने, सबैजनाले भिडियो हेरेर साथ सपोर्ट चाहिँ दिनु होला है। सबैजनाले पुरा भिडियो हेरिदिनु होला, कस्तो लाग्छ। सबैजनाले भिडियो हेरेर च्यानललाई सब्सक्राइब गरिदिनु होला, लाइक कमेन्ट सबैजनाले गरिदिनु होला। फेसबुकमा हेर्दै हुनुहुन्छ भने फेसबुक पनि सबैजनाले फलो गरिदिनु होला। भिडियो सबैजनाले हेरिदिनु होला। भिडियो खासै बनाउन आउँदैन, अब ट्राई गर्दैछु। आज नराम्रो भए पनि भोलि पर्सि ट्राई गर्दै राम्रो हुँदै जान्छ। त्यही भएर म भिडियो बनाउँदै जान्छु। यी खेत रोप्नलाई जोतेर त रेडी बनाएको छ यता। यहाँबाट हुँदो पनि अर्को यस्तै अफरोड छ। हामी चाहिँ अब यताउता नजाने, अब धेरै हिँडिसक्यो। त्यही भएर अब चाहिँ घरतिर जाने। हाम्रो चाहिँ अब यहाँबाट उता मेन रोड छोडेर हाम्रो चाहिँ यता तलतिर जानुपर्छ। अब तलतिर गएपछि हाम्रो यहीँ नै थोरै मेन रोडमा अलिकति पुगेपछि हामी बसेको ठाउँ आइहाल्छ। हामी चाहिँ अब घरतिर लाग्यो। ल सबैजनाले केटाकेटी हिँड्दैछन्। ल गाइस, सबैजनाले भिडियो कस्तो लाग्छ हेरेर सल्लाह सुझाव दिनु होला। ल अब घर पनि आइपुग्यो। सबैजनाले भिडियो लाइक सेयर सब्सक्राइब गरिदिनु होला। ल साथीहरू सबैजनालाई आज चाहिँ म छुटेँ। अर्को भिडियोमा अवश्य भेट हुनेछ। ओके, बाई बाई सबैजनालाई।